हेलो गुड मर्निङ। आजको न्यू ब्लग तपाईँहरूलाई कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला। यहाँ चाहिँ साउदीको अहिले चाहिँ रमदान चलिराखेको छ, त्यसैले अनि अहिले पुरा दिन खाली छ है त। दिनमा चाहिँ पुरा रोड खाली छ, त्यसैले म अब अगाडि बढ्दैछु। म चाहिँ यो यो रुखको साइडबाट चाहिँ अब अगाडि बढ्दैछु। ल हेर्नुहोस् यहाँ चाहिँ पुरा चाहिँ घाम छ है त। पुरा घाम चाहिँ अब पुरा टोपी नलाइकन चाहिँ हिँड्नै सकिँदैन। टोपी चाहिँ लाउनै पर्यो, अब चस्मा पनि लाउनै पर्यो किनभने पुरा एकदम घाम छ, एकदम गर्मी परिरहेको छ। त्यसैले अब रोडमा खाली आँखाले चाहिँ अब हेर्नै सकिँदैन। रोड क्रस गर्दैछु। त्यसैले यहाँ चाहिँ अब हाइवे छ, हो चाहिँ अब यताउता अब सिधा जाउँ भने मिल्दैन। अब हेर्नु पऱ्यो, अब गाडी आएर हुन्छ पछिबाट, एकदम स्पिड गाडी आएर हुन्छ। गाडीको स्पिड अब 150-60को अझ माथिको स्पिड हुन्छ। त्यसले अब रोड खाली छ, रोड खाली भने गाडी एकदम ओभर स्पिड हाँकेर आएर हुन्छ। त्यसैले चाहिँ रोड क्रस गर्दा एकदमै केयरफुली भएर चाहिँ हिँड्नु पर्ने हुन्छ। यहाँ म चाहिँ आज ड्युटी जान चाहिँ एक्लै छु। साथीहरू अलि पछि आउँछ भने म त अगाडि गइरहेको छु। अब म चाहिँ अब साथीहरू आएको छ भने यता दायाँमा हेर्दैछु। साथी एकजना पछाडि आइरहेको रहेछ, पर छ ऊ पर आइरहेको एकजना। अब म चाहिँ अब यहाँ होटलको गेटनिर पुग्न लागेँ। ल होटलको छिर्ने गेटमा, मेन गेट आइपुगेँ। पुरा पछाडि ठुलो पार्क छ, खाली पार्क छ। अब म यहाँबाट भित्र छिर्ने गेटबाट मेन गेटबाट भित्र छिरेँ। होटलको कम्पाउन्डभित्र पुगेँ अहिले म। होटलको कम्पाउन्डभित्र अहिले नै 40 डिग्री माथि छ। भोलिपछि यो अप्रिल मेमा झन् एकदम बढी हुन्छ गर्मी। अब अहिले मार्चमा त यस्तो गर्मी छ भने झन् अप्रिल मेतिर झन् एकदमै म्याक्सिमम् गर्मी हुन्छ, बढी हुन्छ धेरै।